केराटिन ट्रिटमेन्ट न्यानोप्लास्टिया हेयर बटक्स ट्रिटमेन्ट गर्ने बित्तिकै धेरैजना क्लाइन्टहरू पछुताउनुहुन्छ किन भन्दाखेरि उहाँहरूलाई यस्ता विभिन्न खालको हेयर केयर ट्रिटमेन्टमा फरक के छ थाहा नै हुँदैन र आफ्नो कपालको आवश्यकता अनुसार कुन सेलेक्ट गर्ने भन्ने कुरा आइडिया नै हुँदैन र यदि तपाईँ सलुन भिजिट गर्दै हुनुहुन्छ र आफ्नो लागि बेस्ट हेयर ट्रिटमेन्ट खोज्दै हुनुहुन्छ भने यो भिडियो सेभ गरेर राख्नु होला यो हेल्पफुल हुनसक्छ। नम्बर 1 केराटिन ट्रिटमेन्ट। केराटिन ट्रिटमेन्ट भनेको हाम्रो कपाल चाहिँ मेजोरिटी अफ हेयर चाहिँ एउटा प्रोटिनले बन्ने गर्छ जसको नाम चाहिँ केराटिन हो र केराटिन ट्रिटमेन्टमा चाहिँ एक्स्ट्रा प्रोटिन चाहिँ हाम्रो कपालमा लगेर जोड्ने काम गरिन्छ। यदि तपाईँको कपाल वेबी छ, पफी छ, फ्रिजी छ भने चाहिँ तपाईँको लागि बेस्ट हुन्छ। केराटिनले हाम्रो कपालमा रहेको टेम्पररी बन्ड हाइड्रोजन बन्डलाई मेनिपुलेट गर्ने काम गर्छ, हाम्रो कपालको क्युटिकललाई सिल गर्ने काम गर्छ। एज अ रिजल्ट तपाईँको कपाल स्मुथ र सिल्की देखिन्छ र यसले चाहिँ हाम्रो कपालको पर्मानेन्ट बोन्डलाई नछुएको कारणले गर्दाखेरि चाहिँ यसको रिजल्ट भनेको चाहिँ सेमी पर्मानेन्ट हुने गर्दछ। त्यसै गरी न्यानोप्लास्टिया नामबाटै थाहा पाइसक्नुभयो होला, यसले चाहिँ न्यानो टेक्नोलोजी युज गरे हुन्छ। यो चाहिँ डिप स्मुथनिङ इफेक्ट दिने गर्छ। यसले हाम्रो कपालको डाइसल्फाइड बोन्ड जुन चाहिँ पर्मानेन्ट बोन्ड भन्ने गरिन्छ यसलाई रिल्याक्स बनाउने काम गर्छ। सर्टेन पर्सेन्टेज मात्र रिल्याक्स गर्ने भएकोले यसले चाहिँ कपाललाई चाहिँ अलिकति स्ट्रेट इफेक्ट दिन्छ। यसमा युज हुने टेक्नोलोजी भनेको चाहिँ एमिनो एसिड हो। एमिनो एसिडलाई चाहिँ बिल्डिङ ब्लक्स अफ प्रोटिन पनि भन्ने गरिन्छ र यसले कपाललाई भित्रसम्म गएर चाहिँ हाम्रो स्टब्बन कपाल, जिद्दी कपाल, कुनै पनि ट्रिटमेन्टहरूले चाहिँ कपाललाई सिधा बनाउन सक्दैन, स्मुदिङ इफेक्ट दिन सक्दैन र पर्मानेन्ट चेन्ज जस्तो गरेर एकदमै हार्स इफेक्ट नदिने तर कपाललाई चाहिँ, जिद्दी कपाललाई चाहिँ स्ट्रेट बनाउने काम चाहिँ न्यानोप्लास्टियाले गर्छ। त्यसै गरी छ बटक्स ट्रिटमेन्ट। बटक्स ट्रिटमेन्टले चाहिँ हाम्रो कपाललाई स्ट्रेट इफेक्ट, स्मुदिङ इफेक्ट दिने भन्दा पनि डिप नरिसमेन्ट दिने काम गर्छ। यदि तपाईँको कपाल केमिकल ट्रिटमेन्टले एकदमै विक भएको छ, फ्रजाइल भएको छ, तर तपाईँलाई डिप नरिसमेन्ट चाहिएको छ, कपाललाई म्यानेजेबल र स्मुथ बनाउनु मन छ भने चाहिँ तपाईँले हेयर बटक्स ट्रिटमेन्ट युज गर्न सक्नुहुन्छ। सो केराटिन ट्रिटमेन्ट, न्यानोप्लास्टिया र बटक्स ट्रिटमेन्ट भनेको चाहिँ विभिन्न हेयर टाइप्सहरूलाई मिल्ने गर्छ। केराटिन ट्रिटमेन्ट यदि तपाईँको कपालमा केराटिन लस भए जस्तो छ, कपाल वेबी छ, म्यानेज गर्न सकिँदैन र एक्स्ट्रा केराटिन दिन मन छ भने तपाईँले केराटिन ट्रिटमेन्ट गर्नुहोला। यदि तपाईँको कपाल एकदमै धेरै स्टबन छ, रेसिस्टेन्ट छ, कुनै पनि हदपति कुनै पनि ट्रिटमेन्टहरूले छुँदैन तर तपाईँलाई एकदमै पर्मानेन्ट चेन्ज जस्तै जापानिज रिल्याक्सरहरू युज गरेर कपाललाई पर्मानेन्ट चेन्ज गर्न मन छैन तर केही हदसम्म स्ट्रेट बनाउन मन छ भने चाहिँ तपाईँले न्यानोप्लास्टिया युज गर्न सक्नुहुन्छ। र यदि तपाईँको कपाल एकदमै कमजोर छ, विक भएको छ तर तपाईँलाई चाहिँ डिप नरिसमेन्ट दिन मन छ भने चाहिँ तपाईँले हेयर बटक्स ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। र यस्तै युजफुल टिप्सको लागि चाहिँ तपाईँले मलाई फलो गर्नुहोला।